चाहिँ कुत्ताले हुन्छ नि त्यो सानो डगले भुकेको ठाउँ यही हो। ऊ आइसक्यो क्या। अब चाहिँ म यो मान्छे नै कसम। मलाई भोग्ने डगको नाम चाहिँ लुसी रहेछ। अनि उसको मालिक आयो, मालिक भन्दा नि उसलाई चिनेको मान्छे आयो। अनि एउटा दाइले अनि अङ्कलले मलाई बाटो कटाइदिनु भयो आज नि फेरि। अनि उसँग मेरो दोस्ती गराइदिनु म को काम नै हुन्छ नि नजिक नजिक घरतिर जाँदा भुक्ने मात्रै रहेछ, नभए टोक्दैन रहेछ, भुक्ने मात्रै हो भन्यो। अनि उसको नाम भनिदिनु भयो लुसी भन्नु, अनि टोक्दैन भन्नुभयो। अनि मैले हस् भोलिदेखि भन्छु भनेर भएँ। अनि आइहालेँ। अनि दुईजना मिलेर मलाई बाटो कटाइदिनु भयो। अब हेरौँ बाँदर छ कि छैन माथितिर, त्यही हो। बाँदर भयो भने म कसरी बच्छु, कुकुरबाट त बच्यो ल। हल्का ढिलो नै आयो किनकि कुकुर बन्द गरिसकेको होला भने त्यही रहेछ कि घाम नि आउन, भ्यू पुरै देखिसक्यो, घाम नि आउन आँटिसक्यो, म छिटो दौडिन्छु। त्यस्तो मैले सोचेको जस्तो केही नै रहेन रहेछ। सेप छ आज चाहिँ डकुर्दै आयो। म ल बाई म माथि पुगेर फेरि भेट्छु फेरि भिडियोमा देखाउँछु। सायद घाम नि आइसके जस्तो छ, छिटो पुगौँ। माथि टपमा पुगेको छैन, भोलिदेखि छिटो आउँछु किनकि उसँग मेरो दोस्ती भइसक्यो कुत्तासँग। उसको नाम लुसी रे हो, म त्यही नामले बोलाउँछु अनि फ्रेन्डसिप गर्छु उसँग। के भएको भने हिजो यता बाटो बनाउँदै रहेछ, म उ त्यो साइडबाट गएँ, खै जुम गर्छु यो साइडबाट, यताबाट पनि जान मिल्दो रहेछ। अनि फर्किँदाखेरि देखेर त छक्क परेको, खासमा देखेको थिएन, एउटा मान्छे आउनुभयो त्यहाँबाट अनि देखेको, अनि छक्क परेँ म। सन आउँदासम्म म यता पुगिसकेछु, यस्तो दौड्यो। आइसकेछ अनि म घाम ताप्दैछु दौडेर। वाह, पन्जा राख्ने टेक्निकमा अरू केही थाहा भएन। अनि मैले यता राखेको थिएँ खल्तीसम्मसँग, त्यही नि मलाई यसरी राख्नु पऱ्यो। त्यहाँदेखि मलाई मजा लाग्यो। वा कस्तो राम्रो देखिरह। यति धेरै धुवा बादल छ। मलाई यसको बारेमा केही नि थाहा छैन किनकि यो पोल्युसन हो कि अब के हो मैले भन्न सक्दिनँ त्यतिखेर, किनकि पुरै यता अर्कै छ के हो मैले बुझ्न सकिरहेको चाहिँ। मैले एकदम मोटो कपडा लगाइरहेको छु किनकि मलाई अस्तिदेखि जाडो भइरहेको थियो, पन्जा नि ल्याइरहेको छु म। आज त के अरे पुरै प्लानसँग आएको छु, प्लानसँग होइन, प्लान गरेँ के लाउँछु भनेर, प्लानसँग त आएको छैन म। कहिले पनि प्लान गर्दिनँ, म यत्तिकै हिँडिदिन्छु जानु। अर्को कुरा चाहिँ म ज्वरोको मेडिसिन लगिरहेको छु, त्यही नि मलाई आउनु परिरह। ज्वरो आइरह अनि म चाहिँ मेडिसिन लिइरहेको छु, अनि त्यही नि मलाई बिहान दौडिनु परिरह। त्यही मलाई कम भइरहेको छैन ज्वरो। अब हेरौँ के हुन्छ। मलाई बिरामी भएर पनि बिहान टक्कुन सरम त लागिरहेको छैन। हेरौँ सन्चो हुन्छ होला त। यो भनेको नेचरसँग घुलमिल हुनु हो क्या, होइन सन्चो भइहाल्छ। घाम चाहिँ हल्का तातो नै छ कि मैले मोटो कपडा लगाएर तातो भयो हो कि मलाई त्यो थाहा छैन, तर घाम चाहिँ हल्का तातो टाइपको नै छ। अस्तितिर त आमामा हावामा थियो घामले। थाहा छैन मलाई के को चुल मचिरहेको छ, मलाई उता जङ्गलभित्र अहिले जुम्की जस्तो लागिरहेको छ। तर म फिर्ता आउँछु कि आउँदैन मलाई त्यो थाहा छैन। त्यो एकछिन कल गर्छु होइन मेरो साथी माताजीलाई, अनि उसलाई सोध्छु म जाउँ कि नजाउँ। तर ऊ यता छैन है, भगवान्ले पनि मेरो खुरापाती आइडियालाई नजाऊ भनेर रोकेको कि कल नै गइरहेको छैन भने ब्यालेन्स त छ मसँग धेरै छ, त्यही नि कल गइरहेको छैन। तिम्रो दिमाग धेरै नचलाऊ डेनिसा भनेको होला जस्तो। ए मेरो नेम पो भने मैले, तिम्रो दिमाग धेरै नचलाऊ भन्नुभएको होला। अनि म जङ्गल जाऊँ कि नजाऊँ भनेर आफ्नो साथीलाई सोध्यो, नजाऊ रे। अनि त्यही भएर म जाँदिनँ किनकि मैले अर्को डिसिजनमा जाने सोचिरहेको थिएँ। त्यही हो, किनकि मैले जहिले नि काम चाहिँ उल्टै गर्छु, त्यही भएर मैले अरूसँग सोधेको। अब म घर फर्किन्छु होला, बाई बाई। ना पहिला एउटा भ्यू त लगेर जाऊँ न होइन। माथि भ्यू हेर्ने ठाउँमा चाहिँ दुईवटा कपल्सहरू बसिरहेको रहेछ होइन। म हेर्दै बसिरहेको छु, हे भगवान् म भ्यू हेर्न आएको हो, त्यहाँ चटक हेर्न आएको होइन। भ्यू हेर्ने ठाउँको अगाडि मेन पोइन्टमै गएर के अरे
के घरते बसिरह लौ मलाई त यस्तो रिस उठ्यो डोरेमोन टाँसेको रहेछ यता हेर्नु त कता देखिरहेको छैन होला अनि त्यही भने कस्तो रिस उठेको मलाई त बस्न हेर्न सकिरह न केही बोल्न सकिरह साइडमा गएर पनि भ्यू हेर्न सकिन्थ्यो तपाईँहरू नहेर्नु भनेको होइन तर अब एक्लै मान्छेको अगाडि चटक नगरिदिनु होला प्लिज बोल्न सकिरह नहेर्न सकिरह मेरो त आज के भएको तर राम्रो लाग्यो घाम चाहिँ राम्रो थियो है यहाँ माताजीको बर्थडेमा हामी पार्टी हानिरहेको छौँ म चाहिँ पार्टी हान्न छिटो छिटो आइसकेँ अब फेरि अरू खानेकुरा नि आउँदैछ हाम्रो अरू नि आउनु बाँकी छ 10 बजीतिर पार्टी हानिरहेछौँ बर्थडे लड्डु भन्छ मिठाई खाना आँटेको छ यो पनि बर्थडेको पार्टी हो ल अहिले मिठाई मुन्ना भाइ यता बे हेर्दै बसिरह मेरो बच्चैदेखि सपना थियो म कसैको बे हेरौँ एउटा एमोरी लग्यो मैले एमोरी लगेर फर्किरहेको छु मन्दिर लास्ट चाहिँ गर्मी के बाहिरतिर हिँडेको म त्यही माथि घाम लागिरहेको रहेछ यस्तो राम्रोसँग बिहानतिर त लागेको थिएन बिहानै दौडिएको नि त यो ड्रेसले झन्डै पोलिरह गर्मीले आम्मा अनि त सब जाँदैछु माथि कति हिँडेँ आज म धेरै नै हिँडेँ अर्को माताजीको के अरे बर्थडे पार्टी खान गइरहेको छु त्यही हो गाइज म र मेरो दादा चाहिँ अब अर्को माताजीको बर्थडे पार्टीमा गइरहेछौँ बन्द गर्नु ल वाकमा जाने हो म न कस्तो लाग्यो तपाईँलाई सत्ता कस्तो लाग्यो मलाई मिठो लाग्यो मैले खाएर ल हामी चाहिँ घुम्न आएको यता दिँदैन अरे हेरौँ अब के हुन्छ क्युट पपी छ हामी चाहिँ यता हेरौँ गइरह एन्ट्री गर्न गइरहेछौँ खै जान दिन्छ कि दिँदैन हामीलाई थाहा छैन हेरौँ ले जान चाहिँ पायो होइन हामीलाई अलाउ दिनुभयो जानको लागि अब हामी जे नि गर्न सक्छौँ यता तर फोहोर चाहिँ फ्याँक्नु भएन अरे एकदम राम्रो छ यता फुल नै फुल छ देखिरह होला नि होइन यस्तो राम्रो नेचरमा घुम्न आइरहेको छु तर जान दिनुभयो क्या यही ठुलो कुरा यता चाहिँ अब हामी हिँडिरहौँ यता चाहिँ के छ माया के त रहेछ यता तर देखिरहेको छ के हो मान्छे मरेको हो खै मलाई थाहा छैन त्यो के हो हामी चाहिँ घुमिरहौँ अनि एकदम राम्रो ठाउँ छ यता हामी यता आएको थिएनौँ तर थाहा थिएन के छ भनेर तर एकदम राम्रो हिँड्दैछौँ हामीलाई अति राम्रो लागिरहेछ यो ठाउँ यो लेखिएको छ होइन देखिरह नि यो देखिरह अनि त्यसपछि यता चाहिँ हल्ला यता चाहिँ अगाडि चाहिँ हल्ला भइरह रोड बनिरह यता चाहिँ भगवान उठाले देवा उठाले पाइपलाइनले आएछ कि फेरि रोड बनाए चिल्लो राम्रो रोड आहा कस्तो राम्रो रोड बन्ने हुन्छ फेरि 2-4 दिनमा के हुन्छ ओहो अब त इलेक्ट्रिसिटीको लागि लाइन त हाल्नु पर्यो फेरि गर्न थाल्छन् फेरि हाले त्यतिले पनि पुगेन नेपालको रोडको खाल्डाखुल्डी हुन्छ फेरि त्यसलाई मर्मत गर्न बिचमा पैसा चाहियो होइन मर्मत गर्ने पैसा चाहिँ लिन्छन् तर मर्मत गर्दैनन् फेरि अनि एकैचोटि पछि के गर्छन् फेरि रोड ड्याङडुङ भएपछि अनि बल्ल चेताउँछ अनि फेरि अब बनाउनु पर्छ भन्छन् तर फेरि गर्नु हामी यता के अरे कति के हुन्छ कि जङ्गलको साइडबाट
हामी कति समय एउटै ठाउँमा बसेँ तर बस्न मनाइ थियो त्यता उयो झाडमा पाकेको छ आमा अनि हामी दुईटा यहाँ छौँ यहाँबाट अनि बिचबाट छिरेर झ्याप्पै आएर हामीलाई जेनी राम्रो देखाएको छ तपाईँले उयो फेरि कसले डेरी मिल्कको फालेछ ए भगवान् फोहोर फाल्न मनाइ हो क्या यता सबैतिर फोहोर छ झरे फुले केही छैन अर्को लगाउँ अर्को अहिले अर्को टिप कहाँ फाल्ने हो अहिले बोकेर लगाउँ न उहाँ चाहिँ अति ज्ञानी हुनुहुन्छ है अब हामी यता माथि पुग्यो यता खाइ छ यता आदिबाट आयो यता माताजी हुनुहुन्छ यता दादा हुनुहुन्छ याहुमा आउनु भएको थियो र मनसुनमा आएको छु त म यहाँ बिचबाट छिरेर एकचोटि धेरैचोटि आउनु भएको रहेछ धेरैचोटि होइन यस्तो राम्रो चराहा खै कता गयो उड भाइ हामी यो एकदम डरलाग्दो ठाउँ छ अगाडि है यहाँदेखि चाहिँ इन्ट्री हो गइरहेछ चेकपोस्ट छ उता भिडियो बन्द गरेको है मैले पानी खान बसेर हामी यताबाट इन्ट्री हुन गइरहेको छ यता हुनुहुन्छ उहाँहरू म चाहिँ यता छु त्यहाँदेखि गइरहेछौँ अब चाहिँ हामी खाजा खान्छौँ सुन्तला ल्याएको हेरौँ कस्तो लागिरहेछ तपाईँलाई यो ठाउँ एकदम राम्रो राम्रो मलाई नि अति राम्रो अब हामी के खान्छौँ रे एमोरी आज एमोरी पुनी पनि हो त्यही भएर जय नेपाल आज मेरो बर्थडे पनि हो उहाँको बर्थडे हो बर्थडेको पार्टी हामीले अघि खाइसक्यो त्यो हेर्नु होला अगाडि नै एमोरी खान गइरहेको छ नाना एमोरी मैले सुन्तला दिनु एमोरी पुर्ने ह्याप्पी एमोरी पुर्ने एमोरी खाँदैछौँ अब हामी न छ यसको हल्का चक्लेटी देखिरह होला होइन तर यो चाकुको हो कस्तो लाग्यो ठिकै छ यो ठिक छ म के गरौँ खाउँ कि नखाउँ खानु खाँदैछ हामी चाहिँ एमोरी दुईटाले खाएर मलाई चाहिँ नदिएको यसो मेरो उहाँले खाइसक्नु भयो एउटा केटालाई पाएर हेरिरहेको चिज खान गइरहेको दाजु बहिनीको निन्जा टेक्निकमा बुझिरहेछ चिज सानो टुक्रा खाने भने औ चिरी छ यो हेर्नु त खाइल कस्तो तिमीलाई चिज मनपर्छ मनपर्छ मुसालाई पनि मनपर्छ नि चुप लाग्नु ल हामी यता घुम्न आएको रे हामी पुगेन है बिच बाटोमा छ अनि उहाँलाई सोध्नु कता छ इन्ड कता छ माथि रे अझ उता माथि रे भगवान् अब जाऊँ माथि बच्चालो क्याम्प अब माथि जाने माथि गइरहेछौँ किनकि हामी हिम्मत हार्दैनौँ तर अहिले कति बज्यो हेरौँ त कति बज्यो 5 बज्न आँट्यो 5 बजिसक्यो 59 भयो फो ओ यताबाट यस्तो राम्रो अति राम्रो छ म फोटो लाग्छु त राम्रो छ अगाडि यस्तो राम्रो भन्नु पर्दैन यता आउने उहाँ दुईजना यता हुनुहुन्छ आमा कस्तो राम्रो राम्रो छ यस्तो राम्रो छ यता म मर्छु जङ्गलमा जानुभयो अब घर फर्किदिनौँ भनिराख्नु भएको छ उहाँ यतै बस्नुहुन्छ अरे सन्यास लग्नुहुन्छ अरे उहाँ यतै ब्रह्मचारी भएर टाउको मुन्डाएर बस्नुहुन्छ अरे भन्नुभएको थियो त्यस्तो मुन्डाएर बस्ने होइन आमा टार्जन भन्दै लगेर यताउता टार्जन टार्जन अगाडि गइरहँ फर्किने भनेको तर अगाडि छोडिदिनु सबै भ्लग बनाउने हामी भ्लग बनाएर पैसा कमाउने ल
हुन्छ ल त्यहाँ छोडिदिनु सबै तिनजना अँ उम्, हुन्छ ओके। साँच्ची हो घुम्न नि पायो उम्। भ्लग बनाउन नि पायो हो हो अनि घुम्ने पैसा चाहिँ कहाँ अब चाहिँ हामी सिरियस हो अब यो कस्तो भुतिया बाटो त नभनौँ राम्रै छ उहाँ हुनुहुन्छ यहाँ जङ्गलको टार्जन उहाँ हुनुहुन्छ प्रिन्सेस म छु यता खै मलाई थाहा छैन म को हो यो ठाउँ जस्तो कि हामी फर्केको किनकि जनावरहरू हुन्छ जङ्गलमा अब डर लाग्यो नि डर त लाग्छ नि जसलाई नि डर लाग्यो भने त्यो भएर फर्केको कसैलाई डर लाग्छ छैन रे जनावरको डर लाग्ने म मात्रै हो कसैलाई लाग्छ छैन न न न मेरो उनीहरूको को छ मेरो साथीहरू सबै बिग्रेछ बिग्रेछ वाह ब्लगमा सुन्छ है म चाहिँ सोझो छु फेरि उहाँ चाहिँ सोझो हुनुहुन्छ एकदम अनुहार हेरेर अब हामी म फर्किन आँटेको है किनकि अँध्यारो भयो ल अब जाऊँ न अब जान्छौँ हामी हेरौँ अब आर्मीले के भन्छ हामीलाई अगाडि पुगेर होइन म बोल्दिनँ क्लास नाम गरेको जो नि हुनुहुन्छ होइन उहाँको लागि यो है कता गयो यो हेर्नु राम्रोसँग है ओके हामी फर्क्यौँ चिसो लाग्यो एकदम चिसो लाग्यो हामीसँग केही पनि छैन त्यस्तो मलाई चाहिँ मलाई त धेरै चिसो लाग्छ मलाई चाहिँ लगाएको छैन किनकि म फुल तातोमा छु अब हामी गयौँ तल गएर यस्तो राम्रो आइरह म अगाडि जान्छु र ओ गड ओ गड ओ गड फोटोहरू खिच्यो यस्तो राम्रो मुन देखिरहेछ होइन ओ गड हामी यता घुम्न आएको सफल भयो होइन यति देख्न पाएपछि एक दिन आउनु पर्ने हरि बोल एकदम राम्रो छ यति भइसक्यो हामी चाहिँ फर्केर स्टोरी सुन्दै गौराङ्गको अनि जगन्नाथपुरीसम्म अनि जानुभयो अनि उहाँलाई साथ दिनेछु खासमा माथि खुट्टा हिँडेर दुखिरहेको थियो घुमेर अनि हामी उहाँलाई के अरे लिफ्ट मागेको ट्रकबाट गइरह यता पछाडि बसेर ओ गड ओ गड ओ गड डर लागिरह यता हुनुहुन्छ मेरो र मोहनी माताजी चाहिँ ट्रकमा बसेर भयो मजा आइरहन्छ अनि फेरि अब हामी मन्दिर दर्शन गर्न आएको छौँ हरि बोल मन्दिर दर्शन गर्छौँ अब के अरे घरबाट हामी चाहिँ मन्दिरबाट फर्केको त्यही हो द इन्ड भइसक्यो यो ब्लगको ओके